हेलो एन्ड नमस्ते गाइस, के छ हाल खबर? म सङ्गीत फेरि पनि तपाईँहरूसँग अर्को ब्लग लिएर आइपुगिसकेको छु र आज चाहिँ दिन यस्तो भइरहेको छ है, वेदर एकदमै क्लाउडी भइरहेको छ। आज तपाईँहरूलाई सानो मोटो ब्लग देखाउन गइरहेको छु है। र यहाँनिर यस बिस्ट पनि अघि नै कुल स्टार्ट गरेर रेडी गरिसकेको छु है। तपाईँले देख्न सक्नुहुन्छ एकदमै मैला छ। हिजो आएर चाहिँ धुको छैन नि त। सो लेट्स स्टार्ट द ब्लग। सो गाइज अहिले चाहिँ हामी यहाँनिर पिपले आइपुगिसकेका छौँ है। सो गाइज हामी अब इन्टेकको एकदमै नजिक आइपुगिसकेका छौँ है। यहाँनिर चाहिँ अलिकति बाटो अप्ठ्यारो छ, तपाईँ यहाँ देख्न सक्नुहुन्छ। एकदमै अप्ठ्यारो यहाँनिर चाहिँ बाटो छ, कता गएको यो हामी 10:49 गइसकेको छ है। यो इन्टेकमा आइसकेको छौँ र एकदमै राम्रो जग्गा छ, एकदमै बबाको जग्गा। तपाईँहरू आएर घुम्नु सक्नुहुन्छ यहाँनिर है। सो गाइज अब यहाँनिर माथि सुनेर निस्किनु आउँदाखेरि चाहिँ बाटो एकदमै खतरा छ नि त यसको हो। त्यो पनि बिस्तारै आउनुपर्छ तपाईँहरूले, नभए त यहाँनिर पुरा चिक्किने डर हुन्छ। सो गाइज अहिले चाहिँ हामी यहाँनिर सुनदा स्कुल अहिले आइपुगिसकेको छौँ है। सो गाइज हामी चाहिँ यहाँ सुनदा रेलवे स्टेसनमा अहिले आइपुगिसकेको छौँ है। र मासुम ब्रेकरी अहिले हामी हेर्दैछौँ। सो गाइज अहिले चाहिँ हामी यहाँनिर सुनदा आइपुगिसकेको छौँ है। यो चाहिँ हो साथीको रेस्टुरेन्ट, अन्डरग्राउन्ड क्याफे एन्ड रेस्ट्रो भनेर चाहिँ भर्खरली न्युली ओपन क्याफे फर द यङ जेनेरेसन भन्न चाहन्छु म है। एकदमै वेल डेकोरेटेड है, वेल प्राइभेसी, एकदमै प्राइभेसी भएको यहाँनिर एकदमै राम्रो क्याफे तपाईँहरूको नजिकै सुनदामा अहिले खुलिएको छ है। र अब चाहिँ हामी एकछिन बसेर चाहिँ गफसफ गर्छौँ मुना भाइ चाहिँ है। देखाउने प्रयास गर्नेछु यो रेस्टुरेन्टको चाहिँ के कस्तो छ है, अलिकति तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। हेर्दै गर्नुहोस् होला यो ब्लगलाई है। हेलो भाइ, तो एज अ कस्टमर यो रेस्टुरेन्टलाई कस्तो लाग्यो भाइ? रेस्टुरेन्ट एकदम दामी र यस्तो बुढाहरू यहाँ हुँदैन। तपाईँ यो रेस्टुरेन्टको के चिज चाहिँ राम्रो लाग्यो भन्छ? रेस्टुरेन्टको के चिज चाहिँ राम्रो लाग्यो? के चिज भन्दा तिम्रो त्यो मजाले हुन्छ। खाता कस्तो छ? कोला कोला यो सो गाइज तपाईँलाई मैले अहिले अन्डरग्राउन्ड जति पनि रेस्टुरेन्ट क्याफे एन्ड रेस्टुरेन्ट छ त्यो देखाएको छु है। तपाईँलाई कस्तो लागेको छ है? यो चाहिँ कहाँ पर्छ भन्दाखेरि चाहिँ जस्ट स्टेसनदेखि अलिकति अगाडि आउनुपर्छ। यहाँनिर छेउमा यहाँनिर मासुम बेकरी पनि तपाईँले देखिरहनु भएको होला। त्यसकै ठिक यहाँ साइडमा चाहिँ यो बोर्ड जति सक्नुहुन्छ तपाईँहरूले है। त्यसकै पढ्नु चाहिँ यहाँनिर अन्डरग्राउन्ड रेस्टुरेन्ट क्याफे एन्ड रेस्टुरेन्ट छ। यो जग्गालाई चाहिँ मिस नगर्नु छ तपाईँहरूले। यहाँ आएर यो
जग्गालाई पनि एक्सप्लोर गर्नुहोस्। यहाँ आएर तपाईँहरूले के भन्नुहुन्छ त्यो पाइहाल्नुहुन्छ है। यो चाहिँ एकदमै एप्रोप्रिएट कसको लागि भन्दाखेरि चाहिँ यङ जेनेरेसनको लागि भन्न चाहन्छु भनेर